नमस्ते। आज हाम्रो सिमली डेन्टल केयर प्राली बुटोल नेपालगञ्ज रोडमा नामी कुमारी शर्मा आमा आउनु भएको छ। कहाँदेखि आउनु भएको? कालिका नगरदेखि। आमाको चाहिँ पछाडिको दाँतमा, यतातिरको चाहिँ यहाँको दाँतमा चाहिँ यतातिर पोस्टेरियरमा चाहिँ यहाँ अब इम्प्लान्ट भन्छ, इम्प्लान्ट गर्ने भनेर हामी तयारी गर्दैछौँ। डाक्टर पदम हुनुहुन्छ, यहाँ चाहिँ चितवनदेखि आउनु भएको छ। इम्प्लान्ट गर्नको लागि भनेरै उहाँ चाहिँ चितवनदेखि आउनु भएको छ। अनि अब डाक्टर साहब आउनु भएको छ। इम्प्लान्टको सबै रेडी छ। हामी चाहिँ आमाको चाहिँ अब इम्प्लान्ट लगाउने हामी तयारी गर्दैछौँ। अब सबै ब्लडको कुराहरू फेरि कतिपय कुरा देखाउन मिल्दैन होइन, त्यही भएर अहिले हामीले सुरु गर्दैछौँ। अब चाहिँ हजुरहरूलाई कसैलाई इम्प्लान्ट यदि लगाउनु पर्ने छ भनेपछि त्यो सुविधा पनि हाम्रो सिमली डेन्टल केयर प्राली बुटोलमा उपलब्ध छ। डाक्टर साहबले के बोल्नुहुन्छ कि? आमाको हामीले चाहिँ तलको फोर्थ क्वाड्रेन्टको फर्स्ट प्रिमोलारलाई इम्प्लान्ट राख्ने प्लान गरेका छौँ। पछाडि चाहिँ अलिकति हड्डीहरू कम छ, बोन कम छ उहाँको, त्यही भएर यसमा चाहिँ पोसिबल भयो। त्यो भएको हुनाले हामीले यसमा आज प्लान गर्दैछौँ। अब हामी अघि बढ्छौँ। ल अब अर्को भिडियो पछि फेरि म पोस्ट गर्छु। भिडियो इम्प्लान्ट हालिसकेपछि हजुरहरूलाई पनि कसैलाई इम्प्लान्ट गर्नु पर्यो भने हाम्रो सिमली डेन्टल केयर प्राली बुटोल नेपालगञ्ज रोडमा छ। हजुरहरू यहाँ सम्पर्क राख्न सक्नुहुन्छ। धन्यवाद।